हेलो गाइज, अहिले चाहिँ म मामा घर थिएँ। अब मामा घर धेरै बसेर हिँड्नु भएन, अब 2-3 दिन बसेर घर फर्किन पर्यो। अहिले चाहिँ म घर फर्किन लागेको। त्यहाँ चाहिँ मेरो मामा हुनुहुन्छ। अब मामा चाहिँ काममा जाने, मामा र उता काममा जाने आएको बाटोबाट म चाहिँ त्यसपछि घरतिर। हिजो रातिको पानीले गर्दा फेरि कस्तो प्वाइन्ट नसुकेर मेरो प्वाइन्ट फेरि त्यहाँ छ कि नसुकेर, त्यसैले म मामाको प्वाइन्ट लाएर हिँडेको हो। अहिले चाहिँ म मामा घरलाई बाई बाई भन्दै म चाहिँ घरतिर जान लागेको। अब मामाले चाहिँ नि झोला लिएर आउनु भएको मलाई घर तरकारी लान भनेर। म चाहिँ अहिले नास्ता खान आएँ माथिल्लो गलेङ। अब नास्ता सास्ता खान्छु। अब मलाई चाहिँ चोचेको मासु किन्न जान पर्ने भएको थियो, त्यसैले म अब चोचेको मासु किन्न आएको यहाँ पसलमा। चोचेको मासु चाहिँ नि 1.5 लाने गरे यहाँ जोगिदिएको हुनुहुन्थ्यो। अनि म चाहिँ अब गाडी खोज्न हिँडेको। गाडी पनि पाइयो, तर गाडीले चाहिँ मलाई यता तलतिर ल्याएर मासतिर मान्छे लिन गएको छ। त्यसपछि म यहाँ चटपट खान आएको गरे, चटपट खान लागेको त मान्छे नै गायब। त्यसपछि एकछिनपछि मान्छे आउनुहुन्छ। अहिले चाहिँ म घर हिँडेको। अब गाडीमा चढेर म टक्क लाएर घर हिँडेको। अब यति भन्दै मैले मेरो भ्लग एन्ड गर्न चाहेँ। बाई बाई। यस्तै भ्लगको लागि